वाट्स अप गाइस, आज पनि अपडेट लिएर आएको छौँ। आज चाहिँ के बनाइयो भने चाहिँ नि यो लिभिङ रुमको अझै राम्रो बनाऊ भन्ने हिसाबले चाहिँ यहाँ हामीले माथि चाहिँ यो जुन यो हाई सिलिङमा चाहिँ यसको वरिपरि चाहिँ क्राउन लगाउने भन्ने सोच भयो र क्राउन पनि एकदमै एक्सपेन्सिभ छ हैन, अलिकति ठुलो साइजको ल्याउने सोच भयो। अनि यसलाई चाहिँ अलिकति अब जसले नेल चाहिँ गरिसकेको हो र अब यो यसको वरिपरि लगाइसकेको छ। कति ठाउँमा त्यो ग्यापहरू देखिरहेको छ, त्यो ग्यापहरूलाई चाहिँ त्यो बनाउनै बाँकी छ, स्टिल त्यहाँनिर जोड्नु पर्ने छ, छोटो छोटो भएको छ र त्यो ग्लुहरू सबै लगाइसके पछाडि ड्याप लगाइसके पछाडि त्यसलाई चाहिँ अलिकति सिल गरिन्छ। त्यस पछाडि राम्रो एकदम गोल्डन कलरले त्यसलाई चाहिँ पहिला अरू पेन्ट गरिन्छ, त्यस पछाडि गोल्डन कलरले चाहिँ एकदम रिच कलरले चाहिँ हामी पेन्ट गर्छौँ। र आजको अपडेट दिनभरि लागेको छ, यस्तो ज्यान खायो नि। यति लामो ल्याडरमा चाहिँ अब हेर्नु त माथि कतिसम्म छ ल्याडर, यति लामो ल्याडर, यो 17 फिट। अब यो हाई सिलिङ भएको कारणले गर्दाखेरि अलिक डर पनि भयो। श्रीमतीले चाहिँ एकदम हेल्प गरे मलाई समाएर, अनि माथि चढ्ने झर्ने गर्दाखेरि चाहिँ अलिकति समस्या भयो। तर खुट्टाहरू दुखिरहेछ अहिले चाहिँ। अब पुरै यो मैला थियो, अझै पनि टुल्सहरू यहाँ रेडी छ, यतै छ। अब चाहिँ भोलि काम गर्नु बाँकी छ। र यतापट्टिको भागहरूमा पनि हामी क्राउन लाउँछौँ। त्यसमा चाहिँ अलिकति सानो साइजको लाउँछौँ, किन भन्दाखेरि यो ठुलोमा चाहिँ अलिकति ठुलो लाग्यो र त्यहाँदेखि चाहिँ ट्रान्जिसन हुन्छ त्यो खन्दरमा। त्यस पछाडि चाहिँ अर्को फेरि त्यसको फ्लो हुन्छ सानोबाट। यस्तै छ गाइजहरू, आजको अपडेट त्यो छ। त्यो राम्रो बनाउने क्रममा धेरै गइसक्यो होइन, गोजी रीति नआडिसक्यो, तर पनि मन भरिएको छैन। र अझै पनि अब तपाईँहरूलाई फाइनल लुक्स देखाउने छौँ। र अहिले भने चाहिँ यो अलिकति अहिलेको र अपडेट हो। अब तपाईँहरूलाई चाहिँ फाइनल लुक्स, यसमा अलिकति डिजाइनिङ आफ्नै प्रकारको, अनि यो सेन्ट्रल लाइटदेखि माथि चाहिँ झुमरदेखि माथिको बिचमा पनि केही थप्ने भन्ने गोल हो। त्यहाँनिर एउटा डिजाइनिङ आउँछ, त्यहाँ पनि त्यो पनि देखाउँछौँ तपाईँहरूलाई। टिममा चाहिँ अब यसको अपडेटहरू तपाईँहरूलाई देखाउनेछौँ। र अहिलेको लागि चाहिँ तपाईँहरूको कमेन्ट पनि सुन्न चाहन्छौँ। कुनै तपाईँहरूको आइडियाहरू भयो भने अझै यसमा प्लस हुन्छ। सबैको आइडिया चाहिएको छ, किनभने यो आफ्नो प्रकारले लगाइयो, यो यसको डिजाइनिङ अलिकति राम्रो पनि छ। अब यसलाई जब फाइनल लुक्स दिन्छौँ हामी, त्यस पछाडि चाहिँ राम्रो देखिनेछ। अहिले चाहिँ जस्ट रफ हो।